गुड मर्निङ केटा हो। अब चाहिँ फिजिकल टेस्ट सकियो, अब चाहिँ ह्याभिङको टेस्ट हान्छ है। ह्याभिङ सबले हान्छ, तर चाहिँ कसैको फेयर हुन्छ, कसैको चाहिँ अनफेयर हुन्छ है। त्यो चाहिँ म डेमोको साथ देखाउने छु। कसरी हान्दा पक्का काउन्ट हुन्छ र कसरी नहान्दा चाहिँ अनफेयर काउन्ट हुन्छ, म डेमोको साथ देखाउने छु है। मजाले चिन्नु पऱ्यो, अगाडि हेर्नु पऱ्यो, गर्दाखेरि मजाले पुरै हात खोल्नु पऱ्यो। क्लियर? अनफेयर कसरी हुन्छ? उसले हात वाइड गरेर चाहिँ हान्न पाउँदैन यसरी। क्लियर? उसले हान्छ तर चिन कटाको हुन्न, त्यो चाहिँ हान्न पाउँदैन। क्लियर? उसले स्विङ गरेर हान्न पाउँदैन यसरी। क्लियर? उसले हात झारेर फेरि राखेर हान्न पाउँदैन। क्लियर? अर्को भनेको उसले चाहिँ खुट्टाहरू खोलेर चाहिँ यसरी हान्न पाउँदैन, यसरी साइडबाट तानेर पनि हान्न पाउँदैन। क्लियर? फेरि हान्नको लागि पक्का खुट्टाहरू सिधाउनु पऱ्यो, हातहरू मजाले माथि जाने, चिम्पर्नु पऱ्यो, तल गर्दाखेरि फुल्ली डाउनु पऱ्यो। क्लियर?